यदि कसैलाई सस्पेन्स थ्रिलर मनपर्छ र मर्डर मिस्ट्री मनपर्छ भने मास्टर इन मुभी इज वान अफ देम। मास्टर इन मुभीको मेन स्टोरी प्लट जुन खेल्छ त्यसको इन्सपिरेसन यसो मैले बुझ्दाखेरि चाहिँ दृश्यम भन्ने मुभी जुन चाहिँ इन्डियाको अरू साउथको पनि बनिसकेको छ त्यसबाटै अलिअलि इन्सपायर पनि भएको छ, जहाँ चाहिँ एकजना प्यारेन्ट्सले आफ्नो छोरा अरू छोरीलाई बचाउनको लागि आफूले हदसम्म गर्छ। त्यो यो मुभीको मेन स्टोरी लाइन हो। अब मुभीको मेन स्पोइलर नदिकन म यो स्टोरीलाई रिभ्यू गर्न गइरहेको छु। मुभीको ट्रेलर र मुभीसँग रिलेसनै देखिँदैन। मुभीको ट्रेलर कुन हो र मुभी चाहिँ के हो भने छुट्टै फरक देखिन्छ। यो तपाईँले एक्सपिरियन्स गर्नुहुन्छ मुभी हेरिसकेपछि। सो आई एम भेरी डिसअपोइन्टेड जसले चाहिँ ट्रेलर बनाउनु भएको हो, त्यसको डिसिजन हो मुभीलाई प्रमोट गर्ने। किनभने तपाईँले सन्दीप छेत्रीलाई देख्नु हुँदैन मुभीमा, के फाइदा भयो त ट्रेलरमा राखेर, प्रमोसनलाई मात्र हो र? सो यस्तो पनि क्वेसन्स आउँछ। अब लेट्स ब्रेक डाउन के पार्ट चाहिँ राम्रो थियो र के पार्ट चाहिँ नराम्रो थियो विथ इच एलिमेन्ट्सहरू। सिनेमाटोग्राफीको कुरा गरौँ। सो सिनेमाटोग्राफी वाज गुड, तर कति ठाउँमा चाहिँ सिनेमाटोग्राफी चाहिँ विक फिल हुन्थ्यो। जानी जानी चाहिँ त्यहाँ लाइट्स राखेको हो, जानी जानी चाहिँ कलर कलर ग्रेड गरेको हो, पोस्ट प्रोडक्सन इन्डियामा गरेको भन्नेमा दामी नै हुन्छ भन्ने जरुरी छैन। सो त्यो एउटा विकनेस फिल भएको थियो मलाई होइन। कति ठाउँमा चाहिँ राम्रो पनि थियो सिनेमाटोग्राफी है। सो वी सुड एप्रिसिएट द्याट। त्यसपछि नेक्स्ट प्लट आउँछ एक्टिङको। मैले कुरा गरिसकेँ। एक्टिङको कुरा गर्दाखेरि प्रियङ्का कार्कीको एक्टिङ राम्रो थियो। दीपा सिंह पनि हुनुहुन्थ्यो एज अ अपोजिसन लिडर। मेन हाम्रो भिलन जो हुनुहुन्छ पोलिटिसियन, उहाँको पनि एक्टिङ एकदमै राम्रो थियो होइन। उहाँले आफ्नो ल्याङ्ग्वेजमा एडिट गर्नुभएको थियो कुराहरू, डायलग्सहरूको लागि लिएर। आर्यन सिग्देलको क्यारेक्टरको एक्टिङ थियो एकदम राम्रो थियो। तर रिया भन्ने क्यारेक्टरको एकदम एक्टिङ झोर लाग्यो मलाई होइन। जानी जानी फेक एक्टिङ गरे जस्तो फिल भइरहेको थियो मलाई। सो यो एक्टिङको कुराहरू भइहाल्यो। ओभरअल मुभीको एक्सपिरियन्समा हेर्दाखेरि एक्टिङमा तपाईँले विकनेस चाहिँ फिल गर्नु हुँदैन, तर एक ठाउँमा त गर्नुहुन्छ रियाको, जुन चाहिँ हस्पिटलमा र अर्को भनेको पुलिसको इन्क्वायरी गर्ने बेला। सो त्यो फिल गर्नुहुन्छ है। अब कुरा गरौँ म्युजिक र बिजिएमको। म्युजिक र बिजिएममा नो कम्प्रोमाइज, राम्रोसँग खेलाउनु भएको छ, प्ले गर्नुभएको छ। जसरी सस्पेन्स थ्रिलर मुभीमा चाहिँ स्लोदेखि पेसअप हुन्छ नि, त्यसरी नै भएको छ। म्युजिकमा एकदमै राम्रो काम गर्नुभएको छ। अब अर्को कुरा गरौँ हामी स्टोरी लाइनको। सो स्टोरी लाइनको प्लट्स इन्सपायर भए पनि सेम टु सेम चाहिँ छैन है। मास्टर इन मुभीको स्टोरी लाइन चाहिँ जसरी दृश्यम मुभीमा एकपछि अर्को सबुतहरू पाउँदै गर्छ त्यसरी नै छ सेम है। जसरी चाहिँ दृश्यम मुभीमा आफ्नो छोरीलाई बचाउनलाई अजय देवगनले राम्रोसँग सबै सबुतहरू मेटाउँदै जान्छ नि, एभिडेन्सहरू। त्यसरी नै प्रियङ्का कार्कीले पनि सबै प्लान टु डिटेल गरेर आफ्नो छोरीलाई बचाउन खोज्छन्। सो सेम प्लट नै हो, तर क्लाइमेक्स र यसको मेन कुरा चाहिँ अलिकति फरक हुनुको कारणले मुभी अलिकति इङ्गेजिङ भएको छ। र अब अर्को कुरा गरौँ यसको मार्केटिङको कुरा, विच इज भेरी इम्पोर्टेन्ट फर द मुभी। किनभने ट्रेलरमा जुन तरिकाले देखाउनु भयो त्यो तरिकाले मुभी भएन। सो एक्सपेक्टेसन मेरो त्यहीँ लो भइहाल्यो र अरू मान्छेको पनि आई होप त्यही नै भएको छ है। अर्को कुरा भनेको प्रियङ्का कार्कीले डिफ्रेन्ट प्रमोसन्सहरूमा जानुभयो, तर मुभीको कुराहरू नगरिसकेपछि इट इज थ्रिलर, इट इज सस्पेन्स जस्तो डिटेल्ड वेमा है। किनभने इफ सी वाज अनेस्ट, उहाँले यो कुराहरू भनेको भए चाहिँ दृश्यमको कपी नै भन्न थाल्थेन। त्यो डरले पनि होला उहाँले सबै कुरा भन्नु भएन। तर एउटा मुभी बनाइसकेपछि सबै कुरा आफ्नो अडियन्सलाई चाहिँ कम्युनिकेट गर्नै पर्छ। सो त्यो एउटा ल्याकनेस देख्यो मलाई मार्केटिङमा। त्यो भएर पनि मान्छेले चाहिँ हलसम्म जान अलिक कम मान्ने। हामी वन सिनेमास गएको थियौँ आइप्लेक्स या काठमाडौँमा, जहाँ चाहिँ मान्छेहरू एकदमै कम अडियन्स जानुभयो होइन। हल फुल थिएन, हाफ पनि थिएन। तर मान्छेले चाहिँ एउटा कुरा के नोटिस गरेँ मैले भन्दाखेरि क्लाइमेक्समा पनि हाँसिरहेको थियो कि सस्पेन्स थ्रिलर मुभीमा। द रिजन इज नेमिङ। दुर्गेश थापा पुलिस इन्सपेक्टरको नाम राख्ने जरुरत के थियो है। सेकेन्ड, दीपक सिरेनिरालाको जुन क्यारेक्टर हुनुहुन्थ्यो पोलिटिसियन, जुन क्लाइमेक्समा काम गर्दै हुनुहुन्थ्यो, उहाँले आफ्नो नाम भन्ने बेला मान्छे हाँसे। किन हाँसे भन्दाखेरि उहाँको सरनेममा धमला थियो। सो स्टोरी राइटिङ गर्ने बेला, क्यारेक्टरको नाम दिने बेला यस्तो कुराहरू पनि एकदम ध्यान दिनुपर्छ जस्तो मलाई मन लाग्छ है। सो मुभीको रिभ्यू चाहिँ राम्रो नै रहेछ, तर कति कुराहरूमा चाहिँ स्मल बेसिक्समा ल्याकनेस छ। तपाईँले स्टार्टिङको कुरा गर्नुहुन्छ भने स्टार्टिङमा प्रियङ्का कार्कीले जब क्यारेक्टर इस्टाब्लिस गर्छ नि, उसले स्मार्ट माइन्डेड, धेरै कुरा जान्ने भएको, त्यतिखेर पनि कन्टिन्युटी नभएको र कति ठाउँमा चाहिँ अब यिनीहरू चाहिँ जान लाग्छ है। मैले तपाईँलाई भिजुअल देखाउन मिल्दैन बिकज यसको पार्ट्स पोर्सन छैन इन्टरनेटमा ट्रेलरमा। सो त्यो हो है। आई इन्जोयड द मुभी। म मुभीको रेटिङ चाहिँ 2.5 दिन्छु। मुभी वाज गुड विथ स्टोरी लाइन, तर एक्जिक्युसन र कति कुराहरूले चाहिँ मलाई मिस फिल भयो। र अर्को भनेको इट वाज हाइली इन्सपायर्ड है। इन्सपायर्ड मात्र अहिले हाइली इन्सपायर्ड। जुन तरिका क्यारेक्टर फ्लो र सबै कुराहरू थियो स्टोरी लाइनदेखि लिएर सबै कुराहरू मलाई कपी लाग्यो। सो द्याट्स वाइ आम रेटिङ इज 2.5 ओन्ली अन 5। तपाईँलाई के लाग्छ, कस्तो लाग्छ, तपाईँको धारणा के छ मुभीबारे सबै कमेन्टमा भन्नुहोस्। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। डु सब्सक्राइब द च्यानल। र तपाईँलाई यो भिडियो मन पऱ्यो भने लाइक बटन हिट गर्नुहोस्। म यस्तै मुभी रिभ्यूहरू र अन्य कुराहरू चाहिँ म लिएर आउनेछु यो च्यानलमा।
See you in the next video.